नमस्कार, गुड मर्निङ डिएक्सन। यो हो लिन्जी कफी 2 in 1 लिन्जी ब्ल्याक कफी सुगर फ्री। जसलाई सुगरको बिमार छ, जसलाई चाहिँ सुगर चिनी खानु हुँदैन, त्यस्ता व्यक्तिले यो कफी सेवन गर्न सकिन्छ। अति उत्कृष्ट छ हाम्रो स्वास्थ्यको लागि। यो कफी सेवन गर्दै गर्दा ग्यास्ट्रिक अल्सर, प्रेसर, सुगर हैन, मोटोपन, फ्याटी लिभर हैन भन्नाले हाम्रो शरीरमा भएको विषादीहरूलाई निष्कासन गर्छ। टक्सिनलाई जहाँ जहाँ हाम्रो शरीरको कुना कुनामा टक्सिनहरू डिपोजिट भएको हुन्छ त्यसलाई चाहिँ निष्कासन गर्छ। प्राकृतिक रूपबाट, कर्मिक रूपले, प्राकृतिक रूप भन्नाले जस्तै दिशा पिसा, पसिना, स्यान, रियाल आदि इत्यादिबाट बाहिर निष्कासन गर्छ कर्मिक रूपले। तर आज यो नै कि आज पिएपछि भोलि चाहिँ फालिहाल्छ अथवा गरिहाल्छ, निष्कासन गर्छ, हामी स्वस्थ भइहाल्छौँ, तन्दुरुस्त भइहाल्छ भन्ने होइन कि यो। नमस्कार सबैलाई, नमस्कार, गुड मर्निङ डिएक्सन। हेर्नुहोस्, यो हो डिएक्सन कम्पनीको यार्सा गुम्बा कफी, यार्सा गुम्बा मिश्रित कफी होइन। हेर्नुहोस्, कडिसे कफी भनेर भनिन्छ यसलाई। यो अहिले मेड इन नेपाल हो के, मेड इन नेपाल हो होइन। यसमा पहिला साथीहरूले चाहिँ महँगो भन्नुहुन्छ, अहिले चाहिँ मेड इन नेपाल भएको हुनाले कम मूल्यमा छ। यो मेम्बरलाई 1600 तपाईँको 1634 रुपियाँ, यसरी 30 रुपियाँ, 1630 रुपियाँ। नन मेम्बरलाई 1795 रुपियाँ। र यसमा यो प्याकेटमा 25वटा स्याचेसहरू हुन्छ। स्याचेस भने त चिन्नुहुन्छ नि, लामो लामो होइन। यो के अरे चोखो। नमस्कार, यो हो डिएक्सन कम्पनीको स्पाइरुलिना ट्याब्लेट। यसलाई सुपर फुड भनेर भन्छ। यो डब्लुएचओले चाहिँ प्रमाणित गरेको छ, डब्लुएचओले मान्यता दिएको छ सुपर फुड भनेर। यो यस्तो चिज हो जस्तै हामीहरूको स्वस्थ जीवनको लागि, स्वस्थ भोजनको लागि हामीहरूलाई दैनिक हामीलाई चाहिँ जो थालीमा, हाम्रो खानामा लगभग 20% एसिडिक फुड यानी कि अम्लीय खाना र 80% क्षारीय खाना होइन, जसलाई अल्कलाइन फुड भन्दो रहेछ, त्यो चाहिँ चाहिँदो रहेछ होइन। त्यसको लागि हामीहरूले अब मेन्टेन सधैँभरि दैनिक हामीले ती वस्तुहरूलाई हाम्रो थालीमा, खानाको थालीमा